Class 12 का board exam तो सक्यो. But if your dream is to wear a white apron, your real battle starts now. Hello everyone, I'm Anush Kumar, first year MBS medical student studying at BPKHS. सो यो भिडियोमा चाहिँ मैले सी रिलेटेड इन्फर्मेसन्सहरूदेखि लिएर आफ्नो एक्सपिरियन्सेसहरू लाई जोडेर केही एडभाइसेसहरू पनि राखेको छु. मैले चाहिँ मेजर 6वटा कन्टेन्ट कभर गरेको छु. एउटा भनेको चाहिँ जहाँनिर सीको लागि चाहिने एसेन्सेसहरू के हुनसक्छ. अर्को भनेको चाहिँ जस्तो स्टुडेन्ट र अनलाइनको फाइदा बेफाइदाहरू र अर्को भनेको तपाईँको स्टडी प्लानमा चाहिँ जहाँनिर तपाईँले कसरी सिलेबस कभर गर्ने भनेदेखि कुरा लिएर अनि अर्को भनेको चाहिँ नोट कसरी बनाउने र अर्को चाहिँ मक टेस्टको म्याट्रिक्सलाई कसरी तोड्ने र कसरी यसलाई इम्प्रुभ गर्ने र लास्टमा चाहिँ आफ्नो पर्सनल एडभाइसेसहरू सेयर गरेको छु. पछि जब सीको फर्म खोलिन्छ जुन एप्रोक्स 1 मन्थ बिफोर द एक्जाम हुन्छ त्यसमा सबै कुरा हामीले अनलाइन सबमिट गर्नुपर्ने हुन्छ. सो त्यसमा चाहिने कुराहरू भनेको चाहिँ अब पहिलो भनेको सिटिजनसिप कार्ड चाहियो भने त्यसको फोटो हाल्नुपर्छ तपाईँले फ्रन्ट र ब्याकको. अर्को भनेको एनआइडी परिचय पत्र भन्छ जुन चाहिँ एनआइडी कार्ड नै त अहिले नभए पनि परिचय पत्र एउटा 1 एफएसएस पेपर दिन्छ जहाँ एनआइडी नम्बर हुन्छ. सिर्फ त्यो नम्बर चाहिने हामीलाई. अर्को चाहिँ क्लास 10को ट्रान्सक्रिप्ट र क्लास 12को ट्रान्सक्रिप्ट यानि कि मार्कसिट चाहिन्छ. अब क्लास 12को चाहिँ भर्खर दिएर आएको छ. सो क्लास 12को मार्कसिट त नहोला, पछि फर्म भर्निन्जेलसम्म चाहिँ क्लास 12को मार्कसिट हातमा आइसकेको हुन्छ. सो त्यही अपलोड गर्दा भयो. अर्को हामीलाई चाहिने पासपोर्ट साइज फोटो हालिहालिन्छ, सिग्नेचर हालिहालिन्छ. र यदि तपाईँ कुनै कोटाबाट पढ्दै हुन्छ, कोटाको पनि एउटा रिक्वायरमेन्ट भनेको 6 to 10 गभर्मेन्ट हुनैपर्छ. 7देखि भएर भएन, 6 to 10 गभर्मेन्ट हुनैपर्छ. र त्यसमा कोटाको लागि एउटा सर्टिफिकेट आफ्नो वडादेखि आफ्नो नगरपालिकादेखि बनाउनुपर्छ र त्यो डकुमेन्टमा हामीले सबमिट गर्नुपर्छ. र पर स्ट्रिम जस्तो एमबिबिएसको लागि 4000, नर्सिङको लागि 4000, एमएलटीको लागि 4000, यसै गरी पर स्ट्रिमको लागि चाहिँ 4000 रुपियाँ तपाईँले पे गर्नुपर्ने हुन्छ अनलाइनबाटै. कुरा गरौँ इन्स्टिट्युसन भर्सेस अनलाइन. जस्तो इन्स्टिट्युसनमा चाहिँ के हुन्छ भने तपाईँलाई अब फाइदाहरू भनेको जस्तो तपाईँलाई ट्याचसँग केही कन्फ्युजन भयो भने टिचरसँग डाइरेक्टली गएर कन्ट्याक्ट गर्दा भयो. 1-to-1 कम्युनिकेसन भयो. तिनीहरू बिचमा पढ्दै तपाईँले उठेर सोध्न मिल्यो. अनि त्यहाँदेखि तपाईँलाई सबै साथीहरूले पढेको देखेर या छेउछाउमा कम्पिटिसन देखिन्छ, एउटा भिड देखिन्छ, हजारौँको भिड देखिन्छ इन्स्टिट्युसनमा जानुभयो भने. सो त्यसो गर्दा नि एउटा मोटिभेसन आउनसक्छ, पढ्ने कम्पिटिसन हुन्छ देखिन्छ. अब यसको के बेफाइदा भनेको चाहिँ के हुन्छ भने अलिक टाइम कन्ज्युमिङ चाहिँ हुनसक्छ. कसरी भने जस्तो तपाईँलाई आफ्नो घरदेखि या त होस्टेलदेखि लिनुभएको छ भने त्यहाँदेखि इन्स्टिट्युसनसम्म जाने जुन ट्रान्सपोर्टेसनको टाइम हुन्छ या त कस्ट हुन्छ त्यो लाग्न सक्छ. सो त्यसले अलिकति टाइम कन्ज्युम हुनसक्छ. अलिकति तपाईँ डिस्ट्र्याक्ट हुन सक्नुहुन्छ बाहिर जानुभयो भने. र तपाईँलाई चाहिँ यो कन्स्ट्यान्ट रेगुलर सेड्युल चेन्ज हुन्छ. यो चाहिँ अब धेरै जस्तो इन्स्टिट्युसनको एउटा प्याटर्न देखिन्छ कि तपाईँले हेर्नुभयो भने जस्तो आज एउटा पढाइरहेको छैन, भोलि अचानक एउटा नयाँ सर आइदिनुहुन्छ अर्को कन्टेन्ट पढाएर, अनि फेरि 10-15 दिनपछि त्यो सर फेरि वापस आउनुहुन्छ, फेरि के पढाएको बिर्सिन्छ. सो एउटा हुनसक्छ यो चाहिँ पोसिबल. अब अनलाइन लेक्चर छैन कि पेड लेक्चर जुन तपाईँ जस्तो इन्डिभिजुअल सब्जेक्टको लिनुहुन्छ, त्यसमा जस्तो अब फिजिक्सको लिँदै हुन्छ भने एउटा सरको लिनुहुन्छ, जस्तो राम तिवारी सरको लिनुभयो भने पुरै उहाँको हुन्छ नि त. सो त्यस्तो कुरा गरेको मैले चाहिँ. अब त्यसमा चाहिँ तपाईँलाई फाइदा के हुनसक्छ भने एउटा भनेको तपाईँ टपिक्सहरू आफ्नो हिसाबले चुज गर्न सक्नुहुन्छ. जस्तो इन्स्टिट्युसनमा के हुन्छ भने तपाईँलाई ऱ्यान्डमली जुन पनि पढाइदिन सकिन्छ रुटिन वाइज. तर यहाँ चाहिँ तपाईँ अब जस्तो तपाईँलाई आज हिट एन्ड थर्मोडाइनामिक्स पढ्नुहोस् र त्यसको सबै लेक्चर हेर्न सक्नुहुन्छ. र त्यो चाहिँ अब तपाईँ इन अ फास्ट एफिसियन्ट वेमा हेर्न सक्नुहुन्छ. जस्तो तपाईँलाई कुनै सरको अब बोली अलिकति ढिलो लाग्छ भने 2x मा हाल्न सक्नुहुन्छ, 1.5x मा हाल्न सक्नुहुन्छ. अलिक टाइम त बच्छ नि त यसो गर्दाखेरि. तर यसको अब फाइदा बेफाइदा चाहिँ भन्नुपर्दाखेरि चाहिँ अलिअलि घरिघरि चाहिँ टेक्निकल इस्यु आउनसक्छ. जस्तो तपाईँलाई अब घरमा या त होस्टेलमा हुनुहुन्छ भने नेट चलेन, डाटा ताइलिङ भएको छ, आएन, डाटाहरू नेटवर्क आएन भने चाहिँ त्यसमा पनि समस्या आउनसक्छ. कतिपय ठाउँमा चाहिँ अब फेसबुकहरूमा भिडियो नै डिलिट हुने समस्या नै हुन्छ. र अलिकति स्क्रिन टाइम चाहिँ बढी हुन्छ. जस्तो तपाईँलाई आईमा अलिक स्ट्रेन पर्छ, जसले गर्दा टाउको दुख्ने समस्याहरू, अनि त्यो कुर्सीमा बसिराख्दाखेरि ढाडहरू दुख्ने भने यो सब समस्याहरू चाहिँ स्क्रिन टाइमले गर्दाखेरि आउनसक्छ. अब तपाईँ त्यो मान्छे हो जसलाई चाहिँ 1-to-1 गाइडेन्स चाहिन्छ नै चाहिन्छ, जस्तो टिचर छेउमा चाहिन्छ नै चाहिन्छ भने चाहिँ तपाईँ इन्स्टिट्युसन चुज गर्नुहोस्. तर यदि तपाईँ त्यो मान्छे हो जसलाई चाहिँ होइन म सेल्फ स्टडी गर्न सक्छु र म स्क्रिन टाइम पनि खप्न सक्छु, आई स्ट्रेन खप्न सक्छु भने चाहिँ तपाईँ अनलाइन लिनुहोस्. इट्स योर चोइस. सीको प्याटर्न हेर्दा चाहिँ मिनिमम 3 महिनाको टाइम चाहिँ दिएकै हुन्छ धेरै जसो. सो त्यसमा चाहिँ 2 महिनालाई हामीले ओभरभ्यू वेमा सिलेबस कम्प्लिट गरेर त्यसपछि रिभिजनतिर लाग्दा भयो. अब यो ओभरभ्यू वेमा सिलेबस भनेको चाहिँ इनडेपमा नभए पनि सबै ठाउँ चाहिँ तपाईँले छोइसक्नु भएको हुन्छ. त्यसो गर्दाखेरि मक टेस्ट दिन जाँदाखेरि कन्फिडेन्स आउँछ र मैले सबै पढेको छु भनेर. अनि मिस्टेक कपीदेखि इम्प्रुभ गर्न सकिन्छ. अब हरेक दिन मिनिमम निन्द्रा भनेको 8 घन्टाको कुरा गर्दा भयो. त्यो म्याक्स हो, त्योभन्दा बढी नजाओस्. अलिअलि कम भयो भने फरक पर्दैन. अनि म्याथ जुन सब्जेक्ट छ जुन 20 मार्क्सको आउँछ, 20 मार्क्स भनेको धेरै हो. यसलाई हरेक दिन 30 देखि 45 मिनटको प्र्याक्टिस गर्दा हो. या लेक्चर्स हेर्नुहुन्छ भने सौरभ आचार्य दाई हुनुहुन्छ, उहाँको हेर्दा भयो, मलाई बेस्ट लाग्छ. यसलाई जसले नेग्लेक्ट गर्छ लास्टमा गर्छु भनेर राखेको हुन्छ, लास्टमा आत्तेर कहिले गर्न सक्दैन.
सो त्यसलाई चाहिँ टाइममै हरेक दिन अलिअलि टाइम दिनु होला। र अरू भनेको चाहिँ तपाईँले अब जस्तो इन्स्टिट्युसन या त अनलाइन जाँदै हुन्छ भने त्यसमा मिनिमम 6 महिनाको टाइम चाहिँ यसो कन्ज्युम भएको हुन्छ। र हरेक दिन तपाईँले 2टा सब्जेक्ट राखेर पढ्नु भने चाहिँ तपाईँलाई सजिलो हुन्छ, ताकि धेरै लोड पनि पर्दैन। एउटा गाह्रो एउटा सजिलो। मैले कसरी गर्थेँ, फिजिक्स र जुलोजी, केमिस्ट्री, बोटनी गर्थेँ। र हरेक सब्जेक्टलाई मिनिमम 2 घन्टा चाहिँ राख्नु पऱ्यो। त्योभन्दा बढीको टाइम तपाईँले एक्स्ट्रा केही एक्टिभिटिज गर्नु छ, कामहरू गर्नु छ, लुगा धुनु छ, गर्नुभयो, मिनिमम 2 घन्टा चाहिँ हरेक सब्जेक्टको लागि राख्नै पर्छ। त्यो 1 महिनाको म्यासिभ रिभिजन फेजमा चाहिँ जतिसक्दो क्वेसन प्र्याक्टिस गर्नु या त सर्ट नोट्स पढ्ने हो आफ्नो। र त्यसमा चाहिँ त्यो निर्णय पब्लिकेसन कम्प्लिट सोल्युसन भन्ने पाइन्छ, जहाँनिर पछाडि डिटेलमा एन्सर्सहरू लेखिदिएको हुन्छ। त्यो प्र्याक्टिस गर्दा भयो, हरेक हप्तामा 2-3वटा सेटहरू प्लस मोडुल एमसिक्युजहरू प्र्याक्टिस गर्दा भयो। सी एस्पिरेन्ट भइसकेपछि त यो ट्रायड चाहिँ कहिले बिर्सिनु भएन। ट्रायड अफ सी एस्पिरेन्ट एउटा भनेको लर्निङ, जहाँ इन्स्टिट्युसन अनलाइन कतैबाट तपाईँ सिक्नुहुन्छ। अर्को भन्छ त्यो कुरालाई रिभाइज गर्ने, रिभाइज गरिराख्ने, जबसम्म आउँदैन गरेको गर्ने। र अर्को भनेको त्यसलाई क्वेसन्स प्र्याक्टिस गर्ने, यानि कि प्र्याक्टिकल वेमा गर्ने। एट द एन्ड एमसिक्यू इज द थिङ जुन तिमीहरूलाई फाइनल इक्जाममा चाहिन्छ। एउटा टपिक सकिसकेपछि त्यसलाई कसरी हुन्छ एउटा कटआउट लिने पेपरको एक्सर्साइज या त चार्ट पेपरको, अनि मोस्ट इजिएस्ट र सर्टेस्ट पोसिबल बुलेट पोइन्ट्स वेमा लेख्ने, त्यसलाई कन्सेप्ट नोट भनिन्छ। यसो गर्दा पछि यदि फुल वेमा डिटेलमा पढ्न नसके भने एटलिस्ट कन्साइज पढेर भयो नि त्यो च्याप्टर सक्न सकिन्छ एट द एन्ड। बुझ्मै त मक टेस्ट म्याट्रिक्स पहिला गर्दा सीको सिलेबस अनुसार 50 मार्क्स फिजिक्स र केमिस्ट्री, 40 मार्क्स बोटनी र जुलोजी र 20 मार्क्स म्याथको गरेर टोटल 200 मार्क्सको क्वेसन हुन्छ। ओएमआर सिट हुन्छ र त्यो ओएमआर सिटमा हामीले एन्सर्स भर्नुपर्ने हुन्छ। अब स्याटरडे भने चाहिँ हामीले टोटल मक टेस्ट डे भनेर डेडिकेट गर्नुपर्ने हुन्छ। र यसमा मक टेस्ट दिँदाखेरि चाहिँ एउटा कुरा कमन मिस्टेक जुन मान्छेले गरिरहेको हुन्छ कि एउटै मात्र इन्स्टिट्युसनमा दिइरहेको हुन्छ। सो यु विल गेट स्याचुरेटेड र गेट हेबिचुएटेड टु द्याट क्वेसन प्याटर्न, जसको कारणले पछि तिमीको मार्क्स इम्प्रुभ भयो भने त्यो प्याटर्न मात्र हुन्छ, फाइनलमा कस्तो आउँछ ग्यारेन्टी हुँदैन। सो मिनिमम मर्निङ र डे सिफ्ट गरेर 2टा इन्स्टिट्युसनको एक्जाम दिने गरेर डिफ्रेन्ट, जसको कारणले हेल्प हुन्छ तिमीलाई। र अझै तिमीलाई चाहिँ रङ कपी र रेकर्ड राख्ने बारेमा चाहिँ डिटेलमा एक्सप्लेन गरिदिन्छु। सो कुरा गरौँ यो ओएमआरको अप्टिकल मार्क रिकग्निसन। यो चाहिँ हाम्रो एन्सर सिट नै यही हो। र यसमा 2टा छुट्याउनु नहुने कुरा, रिजल्ट आउने भनेको रोल नम्बर एउटा भनेको र अर्को भनेको सेट हो। यो 2टा लेख्न छुट्याउनु भएन। र यहाँ करेक्ट फिलको तरिका दिएको छ, इनकरेक्ट फिल भने हाम्रो रिड हुँदैन, मान्छेले होइन मेन्सिलले चेक गर्ने हो। त्यसले यहाँनिर यस्तो गरेको छ भन्दैमा कन्सिडर गरिँदैन। यो मजाले हरेक क्वेसनको अप्सन दिएको हुन्छ 4टा, त्यो एबिसिडी के हो त्यो गएर एन्सर सिटमा भर्ने हो हामीले। यो एउटा बुझिहाल्यो। अब के हुन्छ भने कति विद्यार्थीहरूलाई कन्फ्युज हुन्छ कि क्वेसन कहाँदेखि सल्भ गर्ने, कसरी गर्ने भनेर। जस्तो हाम्रो जुलोजी, बोटनी, केमिस्ट्री, फिजिक्स र म्याथ मिलाएर टोटल 200 मार्क्सको हुन्छ। र यो भनेको हामीले 3 घन्टामा भ्याउनु पर्ने हुन्छ। अब यो कतिलाई भ्याउन गाह्रो हुन्छ। सो जहिले सल्भ गर्दा जस्तो मैले 26 नम्बरदेखि सुरु गरेँ भने मलाई लाग्यो एन्सर ए हो, म फुल कन्फिडेन्स छु, अनि मैले क्वेसनमा टिकाने। अब इमिडिएटली गएर ओएमआरमा भर्ने होइन, सुरुमा क्वेसनमा सल्भ गर्ने। जस्तो 27को मलाई बी लाग्यो अरे, मैले ऱ्यान्डमली एन्सर हाल्दैछु। 28को मैले सी लाग्यो अरे, 29को डी लाग्यो अरे। अब 30मा मैले अलिकति कन्फ्युज भयो कुनो। सो मैले गोला हालेर एकैछिन छोडिदिन्छु। 31को गर्नुहोस्, 32को गर्नुहोस्, 33 कन्फ्युज भयो फेरि छोडिदिनुहोस्। अब यसो गरेर सुरुमा जहिले पनि एउटा सब्जेक्ट भ्याउनु। जस्तो जुलोजी र बोटनी, बायोलोजी कन्सिडर गरेर यिनीहरूलाई एकैताल यसरी भ्याउनुहोस् एकताल सर र। अनि फेरि रिचेकिङको लागि आउँदा चाहिँ अब यो जुन यसरी गोला हालिसकेको छ अलरेडी, यो भनेको कन्फिडेन्टको साथ हालेको, हामीले कन्फिडेन्स देखाएर हालेको। सो यसलाई चेक गर्नतिर नलाग्नुहोस्। चेक गर्दाखेरि जुन यो यसरी गोला हालेको छ यो छुटेको, यिनीहरूलाई मात्रै हेर्नुहोस्। र अझै लाग्यो कि एन्सर अब ए बी मात्रै कुनै एउटा रिक्स लिनु न त भनेको जस्तो बी हालेर यसो टिक गरेर छोड्नुहोस्। यसो गर्दै जाँदाखेरि सबै जब बायोलोजीको सकिन्छ एन्सर क्वेसनमा टिक हानेर, अनि इमिडिएटली बायोको जुन छ 1 2 यहाँनिर 80 हुन्छ नेमको प्याटर्नमा चाहिँ त्यो भरिदिइहाल्नुहोस्। फेरि ओएमआर लास्टमा भर्छु भनेर चाहिँ गल्ती नगर्नुहोस्। त्यसो गर्दा जहिले भ्याउँदैन एकैताल भर्दाखेरि त्यहाँ मिस्टेक हुने चान्सेस पनि बढी हुन्छ। त्यसपछि जम्प टु नेक्स्ट सब्जेक्ट, जस्तो केमिस्ट्री, त्यसपछि जम्प गर्दा भयो। केमिस्ट्रीमा गएर फेरि त्यसै नै एबिसिडी कसरी हुन्छ, फेरि गोलो हाल्दै जाने। त्यसो गरेर इन्डिभिजुअल सब्जेक्टमा जाने र यो एउटा प्याटर्न चाहिँ क्रिएट गर्ने। यो फाइनलमा पनि त्यही प्याटर्न हुनु पऱ्यो। यति चेन्ज हुन गयो, फाइनलमा एक्सपेरिमेन्ट गर्न गइयो भने चाहिँ त्यतिखेर डुबिन्छ। सो जुन अहिलेको मक टेस्ट पेपर छ त्यो भनेको पछिको रेप्लिका अनुसार गर्ने। सो मेरो प्याटर्न चाहिँ जुलोजी र बोटनी म 30 to 45 मिनटमा सक्थेँ। त्यसपछि मेरो प्याटर्न चाहिँ म्याथ गर्ने गर्थेँ। म्याथ पनि म 30 to 45 मिनट लगाएर, यो 2टा लगाएर म के गर्थेँ भने चाहिँ 1 hour and 15 मिनट्सको भित्र चाहिँ म बायोलोजी प्लस म्याथ सक्थेँ। यसो गर्दाखेरि मलाई केमिस्ट्री र म्याथ फिजिक्सको लागि चाहिँ 45 and 45+ मिनट पाउँथेँ। सो यतिमा न्युमेरिकल बढी हुन्छ भनेर केमिस्ट्री र फिजिक्सलाई म अलिक बढी टाइम दिने गर्थेँ। अब यसै गरी तपाईँले आफ्नो प्याटर्न डेभलप गर्दा भयो। र त्यो प्याटर्न चाहिँ जहिले पनि याद राख्नु पऱ्यो, फाइनलसम्म त्यही प्याटर्न हुनु पऱ्यो। र टाइम म्यानेजमेन्ट चाहिँ तपाईँले गर्न सक्नुहुन्छ त्यसरी। अब कुरा गरौँ मिस्टेक कपीको।
यो चाहिँ के हो, हाम्रो एउटा ब्रह्मास्त्र हो, यो याद राख्ने। यो चाहिँ हामी जहिले अब स्याटरडे आएर क्वेसन एनालाइज गर्ने, त्यसपछि मिस्टेकहरू बनाउँदा भयो। जसरी मैले बनाउनु थिएँ यसरी, जस्तो 6 नम्बर पासवर्ड प्रेसर मेरो बिग्रियो अरे यसको फर्मुला बिग्रियो, यसरी गर्थेँ। जस्तो 99 नम्बरको अर्थमा पाराहाइड्रोजन डिफर्सन स्पिन अफ प्रोटोन, धेरै फेमस क्वेसन हो। त्यसैले यस्तो यस्तो तपाईँले आफ्नो अनुसार बनाउनु सक्नुहुन्छ। र इभन म त्यस्तो पनि बनाएको थिएँ। प्लस यो म गएर प्ले स्टोरमा गएर एउटा मेमोरी भन्ने एप थियो, यस्तो ऱ्यान्डम फ्ल्यास कार्डको कुनै डाउनलोड गरेर यस्तो फ्ल्यास कार्ड पनि बनाउँछ। अब समय हुन्छ भने गर्ने, नत्र फेरि यसरी नै क्वेसन कपी मिस्टेक कपी बनाउनु इज द बेस्ट। र यो जहिले पनि हरेक फ्राइडे, यानि कि स्याटरडे मक टेस्ट हुन्छ, फ्राइडेलाई यसलाई रिभाइज गरेर जाने। अन्तिममा गएर जति पनि मिस्टेक्सहरू छ, सुरुमा चाहिँ तपाईँको जस्तो कतिको त 100+ मिस्टेक्स हुन्छ, बनाउनु पनि ज्याउ लाग्छ भनेर भनिरहेको हुन्छ भाइहरूलाई। तर तपाईँलाई यो बुझ्नुहोस् कि यो कपी, यो जुन छ, यो मेहनत जति गर्नुहुन्छ, स्याटरडेको एक दिन यदि यसलाई टाइम दिएर गरियो भने तपाईँको यसले गर्दाखेरि पछि मार्क्सको ऱ्यापिड इम्प्रुभमेन्ट, प्लस पछि यो मिस्टेक जुन छ 100वटा मिस्टेक जस्तो छ भने तपाईँको यो घट्दै गएर जस्तो 15वटा मिस्टेक पनि पुग्न सक्छ। र यसले नै तपाईँलाई थाहा हुन्छ कुन तपाईँको विक सब्जेक्ट छ, कुन पार्टमा तपाईँको विक छ। सो यसरी तपाईँले आफ्नो मार्क्स इम्प्रुभ गर्नमा चाहिँ हेल्प गर्छ यो मिस्टेक कपीले। सो यो बनाउन चाहिँ नबिर्सिनु होला। सो अर्को कुरा चाहिँ हामीले आफ्नो रेकर्ड राख्छौँ, यो चाहिँ फर सेल्फ मोटिभेसन हो कि तपाईँको इम्प्रुभ कतिको भइरहेको छ हेर्नको लागि काम लाग्छ। सो म चाहिँ यसरी वाट्सएपमा म्यासेज आफ्नो दादालाई लेखेर आफ्नो इम्प्रुभमेन्ट हेर्थेँ। र यो चाहिँ मैले फर्स्ट आफ्नो टेलिग्राममा हालेको थिएँ। सो यो चाहिँ मेरो फर्स्ट 91.75 हो। कसैको अब सुरुवात कम होला, कसैको बढी होला, सो त्यसमा निराश हुनु पर्दैन। जसरी पनि आफ्नो लेभलमा इम्प्रुभ हुन्छ। जस्तो मैले ऱ्यान्डमली एटेम्प हानिदिन्थेँ, तर पछि गएर मैले इम्प्रुभ गरेँ। सो पछि गएर मेरो मार्क्सहरू पनि इम्प्रुभ भयो। यसरी मैले आफ्नो हेर्दाखेरि मलाई थाहा हुन्छ कि कतिखेर कुनमा बिग्रिरहेको छ। यसमा अझै तपाईँले एउटा कुरा के एड गर्न सक्नुहुन्छ भने चाहिँ, जस्तो मैले यहाँ सिर्फ करेक्ट लेखेको छु, एउटा रङ भनेर नि लेखेर कतिवटा रङ इन्डिभिजुअल सब्जेक्टमा त्यो पनि हालेर एड गर्न सक्नुहुन्छ, जुन चाहिँ तपाईँले थाहा हुन्छ कि कुनमा कतिको मिस्टेक भइरहेछ, कुनमा कतिको तुक्का हानिरहेछ भन्ने कुरा पनि थाहा हुन्छ। यो कुरा गर्यो भने चाहिँ आफूलाई नै यसो हेर्न काम लाग्छ कि कतिको इम्प्रुभ गर्दैछु, कस्तो गर्दैछु भनेर। तपाईँले अब आफ्नो जुन नोट्सहरू हुन्छ, सर्ट नोट्सहरूलाई त्यसलाई अर्गनाइज वेमा राख्नुहुन्छ भने टेलिग्राममा च्यानल्सहरू बनाएर मैले जसरी बनाएको चाहिँ तपाईँले अपलोड गरेर राख्न सक्नुहुन्छ। मेरो आफूले बनाएको तपाईँलाई म अभाइलेबल गराइदिन्छु थ्रु द डिस्क्रिप्सन बक्स, त्यसमा लिङ्कहरू हुन्छ, जोइन गर्न सक्नुहुन्छ र हेर्न सक्नुहुन्छ एज अ डेमो। अल्सो फ्ल्यास कार्डको लागि मैले एउटा मेमोरी भनेको एप युज गरेको थिएँ, त्यसको नि म डेकहरू अभाइलेबल गरिदिन्छु, एपहरू डाउनलोड गरेर इम्पोर्ट गरेर त्यो पनि हेर्न सक्नुहुन्छ। त्यो चाहिँ बनाउन अलिक टाइम कन्ज्युमिङ हुन्छ। सो त्यहीबाट अलिअलि पढ्दा भयो। अल्सो जुन हामीले बिर्सिरहेको कुराहरू हुन्छ, जस्तो स्टोमाकोहरूको पिएचको कुनको भ्यालुहरू हुन्छ, त्यस्तो यस्तो कुराहरू चाहिँ स्टिकी नोट बनाएर यसो भित्तामा टालेर गर्न सक्नुहुन्छ। फ्रिक्वेन्टली यसो हेरिरहेको भने दिमागमा त्यो कुराहरू बसिरहेको हुन्छ। जसले भन्छ कि म पढ्न चाहिँ पढ्छु, थ्योरी सबै सकेर अनि एक्जाम दिन्छु अनि चाहिँ मेरो मार्क्स बढ्छ भनेर सोच्नुहुन्छ भने त्यो सबसे गलत सोचाइ हो। रेगुलर वेमा मक टेस्टको एक्जाम दिएन भने जति पनि पढ्नुहुन्छ द्याट इज टोटल वेस्ट अफ टाइम। तपाईँलाई थाहा हुँदैन कि तपाईँको कहाँनिर चुक्दैछ, कहाँनिर राम्रो हुँदैछ। थ्योरीमा जति पढे पनि एट द एन्ड एमसिक्यूको त्यो 4टा अप्सन देखेर त्यो प्रब्लम सल्भिङ गर्ने जुन क्यापेसिटी हुन्छ त्यो जबसम्म डेभलप हुँदैन तबसम्म एक्जाम राम्रो हुन्छ भन्ने एक्सपेक्टेसन राख्दा हुन्छ। सो चाहे जे होस्, मार्क्स घटोस् बढोस्, डिमोटिभेट होस्, जे होस्, एक्जाम दिन चाहिँ नछुटाउनुहोस् एट द एन्ड, अप टु द एन्ड। अबको 3-4 महिनाले भनेको कस्तो कलेजमा पढ्छु, स्कलरसिपमा पढ्छु कि पेइङमा पढ्छु, करियर कस्तो बन्छ, मेडिकल फिल्डमा आइन्छ कि आइदिन, सपना पुरा हुन्छ भनेर। सो यो सब कुरा डिटर्माइन गर्छ। सो जो काठमाडौँ जानुभएको छ, त्यो काठमाडौँको मोहमायामा घुमेर घुम्न डुल्न बनाउन थाल्नुहोस्, आइसोलेट गर्नुहोस्। घरमा हुनुहुन्छ भने प्यारेन्ट्सलाई सम्झाउनुहोस्, अलिक घरको काम कम गरेर सीतिर फोकस गर्नुहोस्। यसले तपाईँको जिन्दगी बनाउँछ। जिन्दगीभर यो फिल्डमा आउनको लागि केही एउटा आफ्नो 100% दिन सकिन भनेर रिग्रेट राख्नुको सट्टा, या त ड्रप इयरमा जानेको रिग्रेट राख्नुको सट्टा एटलिस्ट अहिले नै मिहिनेत गर्नुहोस्। फ्रेसर्स हुनुहुन्छ, फ्रेस माइन्डमा दिमाग नाम निकाल्नु भने धेरै राम्रो। इभन इफ ड्रप इयरमा हुनुहुन्छ भने टाइम हजुरले धेरै पाइसक्नु भएको छ, अझै मार्क्स बढिरहेको छैन भने गो अन क्वेसन प्र्याक्टिस मोर एन्ड मोर, किप प्र्याक्टिसिङ। All the best, future doctors. See you soon at a medical college.